Hello everyone, welcome to my YouTube channel. Again, वर्षा लिम्बू याक पान्देन स्वागत छ हजुरहरूलाई मेरो YouTube च्यानलमा। हजुरहरू सन्चै हुनुहुन्छ होला भने सन्चै छु। यतिखेर चाहिँ म चारो खोज्न गइरहेको छु। साथीहरू बुढाबुढी के काम गर्छु हेर्नु होला। भिडियोलाई स्किप नगरिकन साथीहरू। यतिखेर चाहिँ यहाँ घाम टन्न लागिरहेछ साथीहरू। हामी बुढाबुढी चाहिँ चारो खोज्न जाँदैछौँ। देख्नु सक्नुहुन्छ दृश्य साथीहरू, हेर्नुहोस् हाम्रो गाउँ बस्ती यस्तै छ साथीहरू। यो चाहिँ हाम्रो घर छेउको बाटो हेर्नुहोस्। हाम्रो जङ्गल चाहिँ हेर्न सक्नुहुनेछ, हरियाली साथीहरू। हेर्नुहोस् है, स्वास्थ्यको लागि चाहिँ राम्रो जङ्गल हरियाली, घर वरिपरि हरियाली हेर्न सक्नुहुनेछ। वाउ यतिको बुढा चाहिँ हुनुपर्छ साथीहरू। हेर्नुहोस् मेरो बुढाको के भन्छ, गोगो बोक्ने टेक्निक बुढा दलाउने काम कसरी गर्नुपर्छ यतिको बुढा त हुनुपर्छ नि साथीहरू। अनि यतिको नि बुढा भएन नि त अनि के गर्नु हौ साथीहरू। ल साथी, यतिको बुढा चाहिँ हुनुपर्छ है साथीहरू। यसरी मेरो बुढा चाहिँ हामी चारो खोज्न हिँड्दै गरेको, तर यहीँनिर आलुझारलाई चाहिँ हामीले भेटायौँ र आलुझारको सदुपयोग गर्दैछौँ। यतिखेर चाहिँ यतिकै छोड्यो भने त यो गाई बस्तुले टेकेर हगेर मुतेर खेर जाने भयो। यसलाई उखालेर मजाले घरमा लगेर सफा तरिकाले काटेर सुँगुरलाई दियो भने त राम्रोसँगले सदुपयोग भयो साथीहरू। आलुझार काने झारे, इसके नाम है काली झारे। हिंदी नहीं आता है मुझे, हिंदी सिकाओ। मजा आउँदैछ चारो खोज्नु। के गर्छौ त हौ, पढ। अब कोरियातिर जाऊ भनेर आमा बाउले पढाएकै हो त तिमीलाई। कसले 15 वर्ष नपुगी बिहे गर्न लाग्यो त यस्तै दुःख पाउँछ के बुढा। उमेर नपुगी बिहे गरेर दुःख पाइयो। त्यही भएर चाहिँ छोराछोरीलाई धेरै पढाउनु पर्छ। हामी जस्तै हुन्छ फेरि चारो सुँगुर पाल्ने, चारो खोज्ने, दाउरा खोज्ने, घाँस काट्ने। ल है साथी, हो यस्तै छ है हाम्रो गाउँठाउँ। नर्सरी हिँड्दै गरेको जङ्गल, यी बाटोमा पाएर हामी खोज्दै जाँदैछौँ। कहाँसम्म पुग्छौँ सुरुदेखि अन्तिमसम्म भिडियोलाई स्किप नगरिकन हेरिदिनु होला। हाम्रो चाहिँ बाँदर यहाँ, बाँदर बनायो, बाँदर पनि आउँछ। यहाँ चाहिँ हात्तीबार छ है साथीहरू। हात्ती आइजान्छ। यो हात्तीबार चाहिँ भएन भने चाहिँ हात्ती आइजान्छ। यहाँ चाहिँ बिक्क लाउँछ हात्ती आएर। फेरि हात्तीबार छ र धन्न ढुक्क भएको छ यतिको चाहिँ। यतिको चाहिँ हुनुपर्छ नि त। अब सुँगुर पालेर चाहिँ के गर्न आँट्यो हौ बुढी? सुँगुर पालेर म लाखौँ करोडौँ पैसा कमाउनु पर्ने छ हौ। सुँगुर व्यवसायी पालेर। यो आलुझारे मात्र खायो भने त सुँगुर त पेरेङ्गो हुन्छ होला त। हेर्नु सक्नुहुन्छ गाइस मेरो भिडियोमा सुँगुर चाहिँ फुट्नु आँटेकोहरू छन्। आलुझार मात्रै दिनु हुँदैन नि त साथी। बुढा माने मकैको पिठो, बोरान सबै दिनुपर्छ मिसाएर। आखिरी हामी रक्सी नै पार्दैन, रक्सी नपारे पनि मकैको पिठो, धानको पिठो, बोरान सबै मिसाएर दिनुपर्छ नि त हौ। यो त आलुझार बारी दराम भइगयो। साथी हो, भारी पुग्नु पारो त बाटोमा खोज्दा साथीहरू कति धेरै सुविधा पो हुन थाल्यो कि हौ अहिले नै। तर अब अहिले नै त पाइन्छ आलुझार, पछि त पाइँदैन साथीहरू। यतिखेर चाहिँ पाउँछ र घर वरिपरि माने बाटोतिर आलुझार अलिक दिनमा चाहिँ
पाउँदैन है साथीहरू। अब हामी चाहिँ बाटो एकछिन खोज्ने अनि यता यहाँ नर्सरी यहीँ नजिक छ यहीँ पस्ने। भारी पुग्नु आँट्यो अब चारोको गुजुल कोरियामा होइन कति सेलले रहेछ हौ यो खाइलाई छालाको टोपीलाई अयो साथीहरू हेर्नुहोस् है बाटोमा अब आधी डोको हुनु आँट्यो। अब अलिकति नर्सरीभित्र पसेर काट्छौँ होला। तपाईँहरू हामी के गर्छौँ हेर्दै देखाउँदै जान्छु, हेर्दै गर्नु होला। मेरो बुढाले चाहिँ चारो काट्दै हुनुहुन्छ। अलि डोको भयो साथीहरू। अब हामी चाहिँ नर्सरीतिर लाग्यौँ है। फेरि त्यतिले पुग्दैन। के साह्रो कुरो हो साथीहरू हेर्नुहोस्। कुरो हेर्नु न कम त छैन लुगाभरि लाग्छ है। कति धेरै कुरो छ चारो। आज त हाम्रो त बाटोमै भारी पुग्ने बेला भयो। ल अब चाहिँ भारी पुग्न आँट्यो है साथीहरू। हाम्रो चारोको भारी पुग्न आँट्यो। धेरै पर्छ जस्तो पनि छैन। एउटा सिधा खोज्नुपर्छ तर पनि छ नभएको होइन छ नि त छ तर सिधा खोज्नुपर्छ है साथीहरू। यहाँ त लामकानेले दिन्छ नि फेरि। जुका चाहिँ ड्याममै छ साथीहरू। अझै पानी मजाले आएको त यतिखेर त आलु झार्दा झन् बाटैभरि ड्याममै हुन्छ साथीहरू। तर के गर्नु पानी परेको छैन। के भएर पानी नपरेको थाहा छैन है साथीहरू। यतिको बुढा चाहिँ पाउनुपर्छ साथीहरू। त्यही भएर त विदेश पनि पठाउँदैन तिमीले। अब विदेशीको लुट्दै बस्नु होला नि म। ल हामी चाहिँ जाँदैछौँ है साथीहरू। यताबाट एक अङ्गल लगौँ बाटोमा अघि आधी डोको भएको छ। अब चाहिँ हामी घरतिर लाग्दैछौँ। ल साथीहरू गएको हामी चाहिँ अब यति भए हुन्छ। हामी चाहिँ घरतिर लाग्यौँ। अब साथीहरू चारोको भारी पुग्यो। अब हामी चाहिँ घर जाँदैछौँ। चारो चाहिँ मेरो बुढाले बोकिराखेको छ। हामी चाहिँ बाटोमा चारो काटेर भारी पुऱ्यायौँ। अनि डोको बोक्नु परेन बुढाले बोकिदिइहाल्यो। बुढा साथमा हुनु सजिलो छ है साथीहरू। चाहिँ घर आइपुग्यौँ है। बुढाले चारो नि घप्टिसक्यो। अब चारो काट्ने पकाउने घर आइपुग्यौँ। भिडियोलाई चाहिँ सुरुदेखि अन्तिमसम्म हेरेर हिँड्दै लिनु होला, मन पराइदिनु होला। अनि अन्तिममा लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला है त साथीहरू। ठिक छ जेन ओला माफी जेन भनिसके लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। अनि भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद सबैजनालाई।